तनमान सानो चिन्ता नमान बिचारीहरू बसिरहेछ गब्बर जस्तै ल कालो पो देख्छु त हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आफ्टर लङ टाइम सो गाइज म चाहिँ आज यता कहाँ भन्दैछु खरिढुङ्गा भन्ने ठाउँमा आएको गाइज म तपाईँको यस्तो राम्रो भ्यू देखाउँछु नि गाइज हेर्नु होला है त जस्ट वेट अ मिनट सो हामी कहाँ आएको दिदी हामी खरिढुङ्गा यस यता हुन्छ गाइजहरू भाउजू राइट ओ हेलो गाइज ओ रमाइलो छ नि सो गाइज हामी चाहिँ अब कहाँ आएको भनेर सोध्नुहुन्छ होला हामी चाहिँ सुटिङ आएकै सुटिङ जान्छु म ठाउँ चाहिँ यस्तो मिठो छ यस्तो दुःख गर्नुपर्छ ठिक छ बाजे ठिक छ आमाहरू हुनुहुन्छ दिदीहरू हुनुहुन्छ यस्तो जाडो छ यहाँ टोपी लाउने भ्यू हेर्ने भ्यू भ्यू गाइज भ्यू हेर्ने भ्यू यो चाहिँ हिमाल साइडको भ्यू गाइज अनि यहाँ हुनुहुन्छ विकेश यता हेर्नु गाइज दाइ अमर दाइ मेरो भ्लगमा के भन्नु त आफ्टर लङ टाइम भ्लग बनाएको मैले हिमालमा छौँ हिमालमा यस्तो डाउन ज्याकेट लाउँदा पनि चिसो अघि नै भनिसक्यो दाइ हिमाल होइन ओइ कस्तो मिठो देख्यो यार यहाँबाट ठाउँ यति जाएपछि त अहिलेसम्ममा गोर्खापछिको राम्रो ठाउँ भनेको यहीँनिर होला म आएको चाहिँ राम्रो लाग्यो अहिले हेर्दै जानु होला म राम्रो राम्रो ठाउँहरू कहाँ कहाँ छ त्यो देखाउँछु त्यहाँ गएर भिडियो पनि आउँछ हाम्रो इन्स्टाग्राम चाहिँ विकास आले टिकटक पनि विकास आले मर्छ गएर हेरिदिनु होला है त अहिले भिडियो गरेपछि तपाईँहरूले यहाँ भिडियोमा अलि इत्रु देखिरह होला होइन गाइज तर यहाँ यस्तो मिठो देखिरहेछ नि आँखाले हिमाल यस्तो मिठो देखिरहेछ नि आनन्द आइरहेछ गाइज के हो त्यो वाह जाडो पनि भइरहेछ तर राम्रो जोस् राम्रो ठाउँमा आएको जस्तो फिल भइरहेछ जाडो भयो नि जाडो भएन टुप्पोको ज्याकेट छ यस्तो भयो ल है त गाइज अहिले भेटौँ ल सो गाइज हामी चाहिँ ड्रेसेस लाएर चेकसेक लिएर अब चाहिँ खाजा खाने टाइम भएको छ हाम्रो हजुर भ्लग दाइ ल है त ल केटा हो यता हेर त ल कालो पो देख्छु त ल खाएकै गाइज हामीले चाहिँ के छ भने यहाँ एउटा अन्डा फ्राई राइस त्यसपछि यहाँ चौचौ उयो गरेको छ एक चम्ची खाएला कस्तो चिसो हुन्छ यार मगाएर फास्ट खान्छु है ल फास्ट खाएन भने फेरि चिसो हुन्छ चिसो खायो भने फेरि अलिक भुँडी देख्छ फेरि ग्यास्ट्रिक हुन्छ अनि त्यसपछि के आउँछ थाहा होला नि चिसो भइसक्यो ड्रेसअप चाहिँ आज पुरै झोरले टाइपको छ कि झोरले भात ट्राई गर्छ फ्राई राइस मिठो रहेछ मगाएर खान्छु ल गाइस ल गाइस हामीले खाजा पनि खाइसक्यो अब भाडा पुऱ्याउनु जानुपर्ने हुन्छ ल विकासले भाडा लाग्छ है गाइस ब्लगमा को ल ब्लगमा वेलकम छ है ल रागल ब्लग ल अनुहार चाहिँ देखाएको छैन ल भाडा राख्नुपर्ने हुन्छ खोइ त
यहाँनिर हेर्नु कस्तो त्यो उयो बिचारी भएर बसिरहेछ ल ठिक छ अब हाम्रो टेक लिन्छ टेक हुन्छ र गीत बज्यो अब बन्द गर्छ र अब भात खाएको बेला देखाउँछु होला किनभने लोकेसन भात देखाउँछु सो गाइस हाम्रो चाहिँ अब यहाँनिर टेक्सी 1 घन्टा जति सक्यो है 1 घन्टा सकेर हामी चाहिँ अब सिफ्ट हुन लागेको सबै गाडीमा चढिसक्यौँ सबै त नभनौँ अब त्यहाँ लिइरहेको छ नोइजहरू बढी आइरहेको होला है डोन्ट माइन्ड यस्तै हो मैले जति पनि दाजुभाइ स्टुडेन्टहरू जसले हेरिरहनु भएको छ नि हेर्दै गर्नु होला है त स्टुडेन्टले पनि हेर्छ ल त अब हामी सिफ्ट भएपछि चाहिँ त्यहाँ चाहिँ त्यहाँ पनि कस्तो ठाउँ चाहिँ रहेछ भनेर नेक्स्ट ठाउँमा भेटौँ ल सो गाइज हाम्रो चाहिँ लोकेसन सिफ्ट भएर हामी यहाँ अर्को ठाउँमा आइसकेको छौँ अर्को ठाउँ पनि राम्रै छ धेरै नै हेर्न सक्नुहुन्छ यस्तो है उता अघि माथि थियो अहिले हात तल छ है राम्रो छैन ठाउँ भोक लाग्दा छैन नि भोक लागेको त छैन नि सो गाइज अब हामी कति नाच्छौँ थाहा होइन एउटा नाच्छ भोलि पनि नाच्नुपर्छ नि त 2 दिनको हाम्रो सुटिङ अघि त्यहाँनिर 1 घन्टा नाच्यो अब 1 घन्टा नाच्छ कुन चाहिँ बुढी आइमै हो आफूले राम्री भन्यो भन्दै मन लाग्यो नाम भन्नु नि तपाईँ नाम रञ्जना गोले कविता महर्जन यहाँ हुनुहुन्छ सागर आले मगर चिन्ता नमान सनु चिन्ता नमान What the hell हम ये ब्लॉग सब लोग देखते हैं अब यहाँनिर हुन्छ अनि डान्स हुँदैछ चल अहिले हेर्नु पर्ला र ए यस्तो पनि कार्यक्रम हुँदो रहेछ यहाँ लभ बर्ड जस्तै होइन ल जस्तै पो भनेको त नि सो गाइज हाम्रो चाहिँ यहाँनिर अब टेक्सेक सक्यो यहाँ आएर पनि अब चाहिँ हामी फर्किँदैछौँ अब त्यहाँ गाडी भएको ठाउँमा जान्छौँ अनि त्यहाँ बस्छौँ उहाँहरूको टेक हुँदैछ सकेपछि फेरि अब कहाँ हुन्छ हेरौँ लोकेसन चेन्ज आएको छ किन 2 दिन हो नि त के भयो तपाईँलाई बिस्तारै जम्मै जम ब्लग सब्सक्राइब गर्न नभुल्नु हो अब बिस्तारै हामी के भन्नुहुन्छ अब माथि जाने हो खाना अहिले नखाने होला किनकि हामीले 8 बजीतिर त खाहोला खाजा भर्खर 11 बजी रहेछ तर आउट अफ भ्याली फर्स्ट टाइम भनेर चाँडै सुटिङ भएको हाम्रो लेट्स सी आज तर के अरे 2 दिनको भएछ नि त चाँडै सकाएर हामी गएर रेस्ट गर्छ यसलाई सो फेरि हामी अर्को ठाउँमा पनि आइसक्यौँ चेन्ज भइसक्यो हाम्रो लोकेसन अब एकछिन खिचेर मात्रै खाना खान जाने रे अब एकछिन डान्स गर्छौँ केटीहरू भाग्यो होला अलिकति त्यसपछि मात्रै जाने अनि खाना पनि पाकेको छैन हामीलाई चाहिँ अनि भोक लागेर खाजा खानु लाग्यो खाना टाइममा नभएर हाम्रो चाहिँ खाजा आइसकेको छ केटाहरूले खाइसक्यो नि ल अहिले खाना कहाँ हाल्ने हो दाँत नभएको मान्छेले भ्यू हेर्दै खानुपर्छ मिठो खाना आएन थुक पायो थुक्का चाहिएको छैन
मेरो बाउले पनि भब्बा मासु इज लभ अङ्कललाई मैले ससमा कलर नै हालेको खाने खाने त अङ्कल यो राम्रै हो सस यहाँको छु पिरो है उतै पिरो छ राम्रो स्वाद नै हो तर कलर हालेको छैन कलर हालेको झन् मिठो हुन्छ कलर हामी मात्र स्वादमा देखि मात्र स्वाद मैले किनेर ल्याएको त्यहाँ कलर हाल्छ होइन यस्तो दामी बनाउँछ अन्त त्यहाँ त चाउमिन सब दिन्छ फेरि होइन अनि नुन कति चाहिँ हाल्ने आफै बनाउनु बच्चाहरूको छुट्टी भयो चाहिँ छुट्टी भयो स्कुल यहाँ स्कुल सो गाइस अब हामी चाहिँ एकछिनमा गाडी आउँछ हाम्रो सक्यो अब रेजिस्ट्रेसन भइसक्यो लुगा लगाएर अब एकछिन गाडी आउँछ जाने अनि त्यसको लुगा चेन्ज गरेर बस त्यति हो यहाँ यिनीहरू चाहिँ भिडियो हेरेर चाहिँ आफ्नै हामी चाहिँ यसरी भिडियो हेर्छौँ अनि यसरी हेर्छौँ आफूलाई रियाक्सन भिडियो हामी यहाँनिर बल्ल तल गाडी कुरेर बसिरहेको थियो होटेलमा बल्ल तल गाडी आयो हाम्रो चाहिँ अब गाडी हामीलाई पुऱ्याउँछ होटेलमा अनि होटेल बस्छौँ किनकि हाम्रो अलिक मिस्टेक जग्गाको त्यहाँनिर होटेल बस्दा बल्ल तल गाडी आयो सबजना हतार हतार चढिरहेको छ भर्खर 4-5 बजे अहिले हाम्रो 2 बजे सुटिङ सकेको वहाँ जान्छौँ सुनाउँछौँ तास खेल्नु हामी यहाँ रुममा आइसक्यो गाडी हामी जुर्छ मोमो खाँदैछु यस्तो धेरै यहाँहरू बस्छौँ सरी गाइस सो गाइस आजको दिनको भ्लग चाहिँ यति नै रह्यो थ्याङ्क यू सो मच फर वाचिङ नेक्स्ट भोलिको भ्लग भोलि आउन सक्छ सो गाइस आजको भ्लग हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू सो मच